लिनुहोस्। सासुआमा ए अनि जय साहब यो कट्टु तपाईले कहिले फेर्नी हो? अब तपाईँको अगाडि फेर्न भएन सासुआमा, तपाईँको अस्ति फेर्नी। यो कट्टु फालेर नयाँ कट्टु कहिले ल्याउनुहुन्छ भनेको के? अब देशका पुराना नेताहरूलाई फाल्न त त्यत्रो 30-35 वर्ष लाग्यो, यो त जम्मा 3-4 वर्ष बस्छ, अझै 2-3 वर्षपछि फालौँला नि त। आमा नमस्ते। होइन छोरी के लगाइ के हो यस्तो? यो त आजकलको फेसन हो नि सासुआमा। ए यो फेसन हो? लसुनको माला, झुम्का लसुनको, बाला पनि लसुनको, बोराको साडी त्यही पनि च्यातिएको। यो हेर त यो च्यातिएको। आजकल त च्यातिकै लाउने कुराको त फेसन छ नि सासुआमा। ए भगवान, मेरी छोरीलाई रानी बनाएर राख्छु भनेर लगेर खरानी होइन, खरानी भन्दा पनि अगार बनाएर राख्नु भएछ। कस्तो कुरा हेर्नु सासुआमा, तपाईँको छोरीलाई चिसो बनाउनु भनेर, तपाईँको छोरीलाई गर्मीबाट बचाउनु भनेर मैले हेर्नु एसी लगाइदिन्छु। यस्ता जाबा कागजका एसी। यो फेरि के हो त? यो त वासिङ मेसिन सासुआमा। अब यहाँ कपडा राख्ने अनि पानी राख्ने अनि यसरी यस्तो गरेपछि मजाले कपडा पनि यसैसँग धोइन्छ। छि ज्वाइँ साहब, लसुनको गहना, बोराको साडी, साइकलको वासिङ मेसिन, कागजको एसी अनि यो सोफा। छि यस्तो पनि सोफा? यो सोफा त बाटा हालेर फाले पनि कसैले उठाएर लाँदैन। नयाँ सोफा हो कि सासुआमा? यस्तो पनि नयाँ सोफा हुन्छ? ऊ त्यहाँ हेर्नु न, त्यहाँ यस्तो पनि नयाँ सोफा हुन्छ? अब 1 वर्ष अगाडि किनेको हो, धेरै वर्ष पनि भएको छैन। पहिला राम्रो थियो, अहिले यस्तो भयो क्या। त्यही भएर सोफा किन्दा सोफा हबमा गएर किन्न पर्छ, नत्र भने यस्तै डुप्लिकेट पर्छ। त्यो सोफा हो, मैले टिकटकमा देखिरहेको छु। त्यसमा त अहिले मनसुन मेगा सेल अफर लागिरहेको छ। ए अफर लाग्छ? अफर लागेको भए त एउटा सोफा लिएर आइहाल्छु मैले। अफरमा त मैले ल्याउँछु कि ल म बा। ए रुक, जागे लाग्छ नि यो पात ल्याएर लौ। ए पानी टार जान्छु, अझै धेरै अफर दिन्छन् के थाहा। अफरको कुरो सुन्ने बित्तिकै म त दौडेर पुगेँ सोफा हब बटौली ब्रान्च। यहाँ पुगेपछि मैले एउटा इन्टरेस्टिङ कुरो थाहा पाएँ। कुरो के भन्दा, तपाईँहरूले यो मेरो भिडियोको स्क्रिनसट लिएर सोफा हबमा जानुभयो भने 15% छुट पाउनु नि रहेछ, फ्री डेलिभरी पाउनु नि हो त, र 15 वर्षसम्मको वारेन्टी पाउनु नि हो त। अब सोफा हबको नाम बेचेर अहिले धेरैले डुप्लिकेट सामान बेचिरहन्। त्यसैले सोफा हबको हो यो आधिकारिक लोगो भएको सोरुमबाट मात्रै खरिद गर्नु होला नि।